ल अब यो हाम्रो सामुदायिक होमस्टे होइन रानीबास रम्बा गाउँपालिका 2 मा आइयो भर्खरलाई नमस्कार नमस्कार ल ओहो ल के छ मलाई यो ल ल ल कस्तो महसुस भइरहेछ है म त हाम्रो त लगाइदिन्छु उहाँ फेरि उसमा के ल ल तपाईँहरूलाई एकदम स्वागत ल ल ल हजुर ल हजुर ए हजुरसँग है हजुर भने ढिलै भयो वेलकम छ ल जाउँ नमस्कार म नारायण बहादुर लामटाङ्गे रिब्दीकोट 8 सोमबारबाट आएका छौँ खास गरिकन अहिले हाम्रो यहाँ टिम तिरास लामटाङ्गे मगरकै नेतृत्वमा आएका छौँ असाध्यै रोमाञ्चित छौँ अब यहाँको अब भर्खर स्वागतको अनुभूति पाइएको छ असाध्यै मिठो स्वागत भयो अब यसपछिको हस्पिटालिटी यहाँको वातावरण यहाँको मौलिकता के छ हेर्दा महसुस गर्न बाँकी छ त्यसपछि बताउँला तर अहिलेसम्मको छनकले हेर्दा असाध्यै खुसी छौँ रोमाञ्चित छ धन्यवाद नमस्कार छोजाले झोले म चाहिँ अमर लामटाङ्गे मगर यो चाहिँ रम्बादेवी गाउँपालिका 2 नम्बरमा फर्सिङकोटमा हामी उपस्थित भइरहेको छौँ यहाँ चाहिँ एउटा रानीबास होमस्टेमा पहिलोपटकै यहाँ चाहिँ प्रवेश गरिरहेको छ यहाँ आउँदाखेरि अत्यन्त खुसी लाग्यो यहाँको हाम्रो दिदीबहिनीहरू यहाँको हाम्रो छिमेकीहरूले पनि हामीलाई चाहिँ अत्यन्त राम्रो तरिकाले चाहिँ स्वागत गर्नुहुने रहेछ भन्ने अनुभूति बोटियो फेरिको दिनमा पनि हामी यसरी यहाँ आउन पाइन्छ यो रानीबास होमस्टेलाई फेरि पनि सबैजनाले चाहिँ एकदम बी ह्याप्पी एन्ड प्राउड अफ अल द पर्सन यसरी हामी चाहिँ यहाँ फर्स्ट टाइममै चाहिँ भिजिटमा आइएछ सो एभ्री वान भिजिटिङ इन रानीबास होमस्टेमा आइदिनु होला र मलाई खुसी लाग्यो यहाँको चाहिँ अब हाम्रो चाहिँ अब यो अहिलेको गन्तव्यमा आउँदाखेरि एकदम खुसी लाग्यो रमणीय रहेछ र यसको चाहिँ अनुभूति चाहिँ पछि फेरि अब यहाँ हेर्दै जान्छौँ र अहिले चाहिँ अब भित्र चाहिँ अझै जानु नै बाँकी छ हामी चाहिँ वेलकम टु गेटमै चाहिँ यहाँ छौँ हस् ल अब हजुर यहाँ आउनु त हजुरले चाहिँ मगर भाषामा है ठ्याक्कै आफ्नो परिचय सँगसँगै यहाँको चाहिँ कस्तो महसुस भइरहेछ किनभने हाम्रो मगर कल्चरलाई पनि प्रमोट गरौँ न होइन त्यो हिसाबले ल चाहिँ गाउँ बङ्गासकाली 4 भालेबास इसै रम्बा छिमेकी गाउँपालिका 3 र यसै ठाउँ गा स्थिन पहिला र निश्चुती राचला निश्चुती राचला माङ अब काचुती अब गाडियङ राचला त्यतिको छ अब काचुती खेलो करामा राचला र इसै छिरिङ चाहिँ तेस्रो दिनाङ चाहिँ यसो होमस्ट्याङ रामनङ र यसको अनुभव होमस्टे पहिलो हाले र कानुन गोविन्द सर सही नलेज भान्जा हालेको तर पनि लभ इन्भाइट जाति सिंह प्लस अनि सरको कथा र हामी सिंह इनाङ चाहिँ स्वागत करामङ चाहिँ लियो विशेष होमस्टे अनुभव लागे जसले अब सायद होमस्टे अब स्वागत जति राम्रो खानु अब बाँकी कार्यक्रम अब इलाउ कल्चर संस्कृति त अझै राम्रो छान्जले होला कसै प्रतीक्षाले पनि र बाँकी कुरा धोरले सेमिने पाउ ल जदौ गाछै गोविन्द गा मगर इलाङ फर्स्ट होमस्टे रामनी रानीबास होमस्टे चाहिँ रम्बा गाउँपालिका वार्ड नम्बर 2 याङ पसोले अनि गाउँस चाहिँ थर्ड टाइम पहिला चाहिँ निश्चुटी राचला काचुटी घुम्रिसो लागि काचुटी चाहिँ ब्याङ राचले अनि इन्डाङ चाहिँ थर्ड टाइम चाहिँ होमस्टे लागि चाहिँ राचला अनि पहिल्यैदेखि नै रानीबासमा होमस्टे खुल्दैखेरि रानीबास चाहिँ खेरे पाउजाले काङ्गो इलाङ भालेबास जाले खेरेप जाले काचुटी नुङ्की चाहिँ बसे कानुन ग्रुप तिनी तेचला ठ्याक्कै छिनी 6 जना ग्रुप चाहिँ काङ्गो लफाको सरको छान्ने काङ्गो कारास फेरि नुनिङ र काङ्गो रालिङ कानुन गाउँ ग्रुप लाम रालिङ तर इलाङ जुन फेसिलिटीले होमस्टे जुन
इल कल्चरदेखि लिएर इल हस्पिटालिटी साँच्चै नै पाल्पाके राम्रो जातको लागि चाहिँ रानीवास एकदमै अहम भूमिका डामलेको काँचै ढोलीमारा लेभले होमस्टे काँचै रानीवास तेनाङखेरि इन्दाङ प्रायः जस्तो तराई क्षेत्र आन्तरिक पर्यटकको बेसी नै हालेको इला अनि अब काङ्कै बिस्तारै बिस्तारै पाल्पाके मेनली होमस्टेकै प्रमोसन जाट्ने सिङ अरू जस्तै कास्की जिल्ला उलख होइन जति पनि घान्द्रुकले सिक्लेसले अनि सिरुबारी स्याङ्जाओले प्लस अरू जति पनि होमस्टेले होटल र इलाङ र पनि पाल्पाके र एकदमै टुरिस्टको लागि एकदमै राम्रो डेस्टिनेसन लागि एकदम बेस्ट अब इलाङ काङ्गो चमचम कारासभित्र सङ्ग्रहालय कावासास बुद्ध मूर्तिले होइन इला काङ्गो चाहिँ इलाङ अब इलाङ सांस्कृतिक साँझ काङ्गो कोस्लिङ होला धेरै जो सांस्कृतिक साँझ तनाक्याल्टा यी चाहिँ हिजोले त्यहाँ टोटली गाउँ टुरिज्मकै एकदमै के प्रमोट जातले र लोकल जति पनि फुडले होस्के चाहिँ एकदमै प्रमोसन जातले र मेन कुरा चाहिँ कानुन मगर समुदाय जति पनि ले नि इलाउ चाहिँ कल्चर संस्कृति चाहिँ बेसी नै प्रिजर्भ जातले होइन मेन दायित्वले कि काङ्गो भावी पुस्ताकी भावी कानुन सन्तान के त पनि हुने मगर कल्चर यहाँले त होइन मगर अस्तित्व यहाँले कल्चर यहाँले संस्कृति यहाँले भाषा यहाँले त्यो कुरा जम्मै जुन चाहिँ टुरिज्म हिसाब नाङ्केले काङ्गो त्यो हिसाब लिन्छ भन्दाखेरि हुने कानुन सन्ततिको पनि ट्रान्सफर जार्के खाँदा छन् यसो चाहिँ एकदमै राम्रो कन्सेप्ट हाले इतो जो पाल्पा जिल्ला बाहेक अरू जिल्लामा पनि टोटली कम्युनिटी होमस्टे राट्याङ एकदमै राम्रो फाइदा खाने होसै छान्दाखेरि यसो चाहिँ अब राज्य र प्रत्येक समुदाय र समाजको लागि एकदमै गहन भूमिका केसले भन्छ टुरिज्म चाहिँ काङ्गै अब प्रमोट जातमा नुइङ होइन अनि सामुदायिक अब होमस्टेकै कागो अझै प्रमोट जाटिङ अनि त्यो जो अरू ठाउँमा अट्कुल त्यसरी होस्तान चाहिँ काङ्गो अब आन्तरिक पर्यटक प्लस बाह्य पर्यटकको भित्र त्यसको लागि चाहिँ अब काङ्गो टुरिज्म सेक्टरको चाहिँ बेसरी अगाडि बढिदिएको हुन्छ ल थ्याङ्क यू ल थ्याङ्क यू ल होइन अब बस्ने चाहिँ सुगम तरिकाले चाहिँ रहनेछ ठिकै छ ल राम्रो भएको छ ल जाउँ होला है ल जाम ल है म अगाडि जान्छु है म भिडियो आमाम Kadang-kadang dari sini dengar ni. Subaya terasa अब हामी जुरुम सजना होइन त्यो हाम्रो यो सगुन भनौँ होइन विशेष गरी चाहिँ अर्नी नै अर्नी नेपालीमा चाहिँ अझ टिपिकल वर्ड होइन अर्नी हामीले भेट्छौँ ए अर्नी ए मगर भाषा है पहिला पहिला हामी केटाकेटा अर्नी खाम न अर्नी खाम भनेर त्यो सुनिन्थ्यो है ए भनेपछि हामी केटाकेटा हुँदादेखि पनि एक दुईवटा शब्द त मगर भाषा बोलेर रहेछ भन्ने कुरो त्यसले देखायो है ल हाम्रो अङ्कलहरू हाम्रो मित्रहरू सबैजना हामी रानीवास होमस्टेमा चाहिँ आएका छौँ